सम्पूर्णमा नमस्कार। बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा गरिएका र स्वास्थ्य बीमा नगरिएका दुवै बिरामीको लागि ओपीडी डिपार्टमेन्टको सन्दर्भमा जो निर्णय गरेको छ, यो निर्णय आम सर्वसाधारण बिरामी वर्गको हित विपरीत रहेको हुँदाखेरि म प्रतिष्ठानको ध्यान आकर्षण गर्न चाहन्छु। केही समय अगाडि नै प्रतिष्ठानले गरेको निर्णय जो बिमा नगरिएका बिरामीको सन्दर्भमा छ। यहाँ चाहिँ पहिला के थियो भन्दाखेरि एउटै बिरामीले जस्तो मेडिसिनमा देखायो भने मेडिसिनबाट अर्थोमा हाडजोडीमा रिफर गर्यो या नाकान घाँटीमा रिफर गर्यो भने त्यही कार्डले बिरामीले स्वास्थ्य परीक्षण गर्न पाउँथ्यो, स्वास्थ्य चेकअप गर्न पाउँथ्यो। तर अहिले मेडिसिनमा काटेको ओपीडी कार्डले हाडजोडीमा काम गर्दैन, हाडजोडीमा काटेको कार्डले ग्यास्ट्रोमा काम गर्दैन। हाडजोडीले पठाए पनि फेरि गएर ग्यास्ट्रोमा पठाएको भने फेरि गएर ग्यास्ट्रोको काट्नु पर्यो, इएनटीमा पठाएको भने फेरि इएनटीमा काट्नु पर्यो, त्यो पनि पैसा तिरेर। त्यसले गर्दाखेरि के बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो एउटा संस्थानलाई प्राइभेट सेक्टर जस्तो एउटा नर्सिङ होम जस्तो पोलिक्लिनिक जस्तो बन्न खोजिएको हो। र अर्को कुरा छ, बिमा गरिएका बिरामीको लागि केही समय अघिसम्म एकपटक ओपीडी कार्ड दर्ता गरेपछि 7 दिनसम्म त्यही कार्डले काम गर्थ्यो। तर अहिले आएर कार्ड रिन्यू गर्नुपर्ने, प्रत्येक दिन रिन्यू गर्नुपर्ने, प्रत्येक दिन दर्ता गर्नुपर्ने अवस्था, यो झन्झटिलो अवस्था सिर्जना गरेको छ। यो निर्णयप्रति आम सर्वसाधारण बिरामी वर्गको गम्भीर ध्यान आकर्षण भएको म हस्पिटल प्रशासनलाई जानकारी गराउन चाहन्छु। नेपाल सरकारले गरेका स्वास्थ्य बिमा कार्यक्रमले गर्दा आम सर्वसाधारण जनतालाई स्वास्थ्य सेवा सन्दर्भमा राहत मिलेको म आफूले पनि अनुभूति गरेको छु। तर बिमाबाट हुने स्वास्थ्य सेवा कार्यक्रमहरू चुस्त दुरुस्त छिटो छरितो ढङ्गले सञ्चालन होस्, आम सर्वसाधारण बिरामी वर्गलाई सहजता प्रदान गरोस्। हस्पिटल प्रशासनले निर्णय गर्दाखेरि हस्पिटलको अनुकूलतामा भन्दा पनि आम सर्वसाधारण बिरामी वर्गको अनुकूलतामा यस्ता निर्णयहरू गरोस् भन्न चाहन्छु। धन्यवाद, नमस्ते।